हेलो नमस्ते सबैजना संसारमा हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज चाहिँ छुट्टी भए पछाडि आज चाहिँ बल खेल्नलाई म निस्किरहेको अवस्था छ। जति नै थकाइ लागे पनि जति नै उ भए पनि बल खेल्नलाई चाहिँ जानै पर्यो क्या फेरि होइन। अब फेरि के हो भन्दाखेरि यो बल बल होइन बल भनेपछि बच्चादेखि नै खेलेको हो नि त, फेभरेट गेम। त्यो भएको कारणले गर्दा चाहिँ बल चाहिँ एनी हाउ खेल्नै पर्यो जानै पर्यो होइन। के छ र अब दिनभरि काम गऱ्यो, बेलुकी यसो एकछिन मन भन्छ भए पनि गेम खेल्न त जानै पर्यो होइन। म चाहिँ रुमदेखि निस्किसकेको अवस्था छ भलिबल गेम खेल्नको लागि। यहाँदेखि म्याक्सिमम् लाग्छ 15 मिनट जति लाग्छ, हेरौँ कति टाइम लाग्छ। अरू बेला चाहिँ साइक्लिङमा जान्थेँ, आज चाहिँ टक्क यसो भिडियो सिडियो बनाऊँ भन्ने हिसाबले चाहिँ निस्केर हिँड्ने गर्छ। यहाँ हेर्न सक्नुहुन्छ फुलहरू कति मजाले फुलहरू फुलिरहेको अवस्था छ। हेर्न सक्नुहुन्छ है फुल के फुल हो त्यो मलाई थाहा छैन, बब्बाल छ है फुल चाहिँ होइन, हेर्न सक्नुहुन्छ। सो गाइस त्यही हो। अब विदेशमा के छ र, अब दिनभरि काम गरे पनि बेलुकीमा यसो मनोरञ्जनको लागि भए पनि भलिबल खेल्नको लागि म रुमबाट निस्केर हिँडिसकेको छु। तपाईँहरूलाई देखाउने नै छु भलिबल खेलेको भिडियो पनि म तपाईँहरूलाई देखाउने नै छु होइन। नेपालमा हुँदा चाहिँ म लिप्टर खेल्थेँ होइन। मलाई कहिले पनि मेरो गाउँको दाइहरूले भाइहरूले कहिले पनि मलाई सट हान्न दिएनन् क्या। त्यो गेम सके पछाडि पनि दौडेर बल सोध्न गयो होइन। अनि त्यस पछाडि चाहिँ हुँदैन त लिप्टर बिग्रिन्छ, हान्नु हुँदैन भनेर कहिले पनि बलहरू दिन्थेन कि मलाई चाहिँ। अनि त्यस्तै हुँदै मेरो गेम चाहिँ नेपालमा एकदम नराम्रो तरिकाले बिग्रिरहेको थियो पनि होइन। अनि म नेपालदेखि दुबई आएको अलमोस्ट 3 वर्ष भइसक्यो मेरो चाहिँ। अहिले चाहिँ म यहाँ चाहिँ स्पाइकर हो, यहाँ चाहिँ सट हान्छु होइन। उहाँको भन्दा बब्बाल गेम चाहिँ यहाँ आएर मैले राम्रो बनाएँ। डिफेन्स त थियो मेरो पहिल्यैदेखि नै थियो, बब्बालै थियो डिफेन्स त होइन। अनि यहाँ आए पछाडि झन् स्पाइकर झन् राम्रो भयो क्या। जस्ट अब गाउँघरतिर बच्चैदेखि खेलेको नि त भलिबल गेम चाहिँ, अनि त्यही भएर फेभरेट गेम हो। त्यही भएर भलिबल भनेपछि जस्तो सुकै परिस्थितिमा पनि खेल्नलाई चाहिँ छोडिन्न। यहाँ हेर्न सक्नुहुन्छ टक्क पारामा यहाँ पुरा खजुरै खजुर, यो चाहिँ मस्जिद होइन, यो खजुर हो। म चाहिँ यहीँबाट निस्केर भलिबल ग्राउन्डमा चाहिँ पुग्नुपर्ने हुन्छ होइन। यो चाहिँ मेरो फर्स्ट भिडियो होइन, फर्स्ट भिडियो बनाउन ट्राई गरिरहेको छु, कोसिस गरिरहेको छु मैले होइन। माया देखाइदिनु होला, माया देखाउनु हो भने अझै भिडियो बनाउनको लागि अगाडि बढ्नको लागि राम्रो हुन्छ नि त। तपाईँहरूको माया आयो भने हेर्न सक्नुहुन्छ यो सिधा पुरा खजुरको बोटहरू छ होइन। यो पनि पुरै रम्बल घाटी, तर खाडी भए पनि जस्ट हरियाली चाहिँ त्यस्तो खाडी चाहिँ छैन होइन। म तपाईँहरूलाई खजुर देखाउँछु, यो त खजुर नजिकै सानो रहेछ, म खजुर देखाउँछु तपाईँहरूलाई। रोक्नु है त, एकदम अब खजुर पाक्ने बेला पनि भइसक्नु लागेको अवस्था छ है, हेर्दै गर्नु होला। घाँटाडान हेर्न सक्नुहुन्छ यो खजुर बबाल पाक्ने बेला भइसक्यो। पाके पछाडि चाहिँ खान सकिन्छ हामीलाई यो चाहिँ होइन। अब यस्तै छ, के गर्नु परदेशीलाई। अब दिनभरि ड्युटी गऱ्यो होइन, अब ड्युटी गरिसके पछाडि यसो माइन्ड फ्रेस बनाउनलाई त अब यसो गेम पनि खेल्नै पर्यो होइन। जतिसुकै प्रेसर भए पनि जतिसुकै टेन्सन भए पनि आफूलाई चाहिँ सधैँ ह्याप्पी नै राख्नुपर्ने हुन्छ। अब सिकिन्छ हर कुराहरू। नेपालमा हुँदाखेरि अब केही कुराहरूको अनुभव थिएन, जस खाडी नै भए पनि हर कुराहरू मेरो इम्प्रुभ हुँदै गइरहेको छ, सिकिरहेको छु। एज अहिले पनि सिकिरहेको छु, केही छैन। अब बिस्तारै राम्रो हुँदै जाला, केही छैन। हर कुराहरू सिक्दै आउनु त होइन गाइस, के हो सबै कुराहरू एकैचोटि सिकिन्छ भन्ने छैन होइन। बिस्तारै हर कुराहरू बिस्तारै सिक्ने त अनि यस्तै छ। अब गर्दा गर्दै 2-3 वर्ष पनि यहीँ बितिसक्यो। अब कति वर्षसम्म परदेशमा बित्ने भन्ने त्यो पनि थाहा छैन होइन। केही छैन, अब
भविष्यको लागि दुःख त गर्नै पर्ने हुन्छ के हो र गाइस हैन। त्यो भएको मलाई पनि लाग्छ कि म धनी बाउको छोरा भएको भए मसँग डेन्जर पैसा भएको भए नेपालमा टक्क मोटो भ्लगिङ गरेर हैन टक्क दामी दामी ठाउँहरू घुमेर देखाउन मन त मलाई मेरो प्यासन त्यो छ के। तर अहिले गर्न नसके पनि 8-10 वर्ष मजाले दुःख गर्छु हैन त्यस पछाडि चाहिँ म त्यो लाइनमा चाहिँ म जसरी पनि छिर्छु के। त्यसको लागि तपाईँहरूले माया पनि देखाउनु पर्ने हुन्छ अहिलेदेखि नै धेरै थोरै माया चाहिँ देखाइदिनु होला हैन। त्यो चाहिँ मेरो एम हो है त्यो मोटो भ्लगिङ गर्ने ट्राभलिङ गर्ने घुम्ने हैन। जस्तै अब अहिले हालैमा अब हाम्रो गाउँदेखि माथि जलजला छ नि त त्यो जलजलामा रोड भयो हैन हर कुराको अब पर्यटनको कार्यक्रमहरू पनि भयो एकदम खुसी लाग्यो क्या। केही छैन बिस्तारै आफू प्रदेशमा भयो नि त भिडियो मार्फत हेर्दाखेरि खुसी लाग्छ नि त अनि त्यो भएर त्यस्तो ठाउँहरू म पनि जान पाएको भए जस्तो फिल हुन्छ। तर केही छैन अहिले दुःख गरे पछाडि अवश्य नै त्यो ठाउँमा गइन्छ घुमिन्छ पनि हैन केही छैन। यस्तै हो अहिले गर्मी बढिरहेको अवस्था छ हैन। अब जुलाई लाग्ने बेला भयो नि त जुलाई अगस्तमा एकदम गर्मी हुन्छ बाहिर निस्किन सक्ने अवस्था हुन्छ। यहाँ मैले अस्ति भिडियो बनाएको थिएँ यहाँ चाहिँ पुरै खजुरे लाइन टु लाइन खजुर बसिरहेको अवस्था छ। यस्तै छ पढेपछि जिन्दगी अरू त के भन्ने हो र हैन। दिन रात त्यसरी नै गइरहेको छ। ड्युटी गयो बिहान जुरुक्क उठ्यो फ्रेस भयो ड्युटी गयो हैन। ड्युटी गइसके पछाडि फेरि ड्युटी भ्याइन्छ फेरि रुम आयो त्यहाँबाट फेरि त्यस्तै हो दिन यसरी नै गइरहेछ। कसरी दिन गइरहेछ थाहै छैन। तर मान्छे व्यस्तता भयो भने टाइम गएको थाहै हुँदैन। अब टाइम टेबल हुन्छ नि त हरेक कुराको अब गर्न सक्ने हुन्छ नेपालमा पनि टाइम टेबल बनाएर गर्न सक्ने हुन्छ नेपालमा पनि छ। यतिको दुःख गर्ने नेपालमा पनि कमाउन सकिन्छ यति पैसा चाहिँ। तर यहाँको जस्तो चाहिँ अब हुँदैन नेपालमा चाहिँ जे जस्तो भए पनि। अब विदेश आएपछि हर कुराहरू थाहा भयो अब हरेक कुराहरू थाहा भयो होइन। सो हामी चाहिँ अब बल खेल्ने ठाउँमा भाइ पनि आइसकेको अवस्था छ। हामी चाहिँ अब हिँडिरहेको होइन। अब यस्तै छ के गर्नु अब परदेशीलाई पनि। भाइ के छ तिम्रो हालखबर सन्चै आरामै छौ नि? कति वर्ष भयो यहाँनिर काम गर्न आएको तिमी चाहिँ? 2 वर्ष भयो। अनि कति वर्षमा घर जाने विचार छ त तिम्रो? छुट्टी जाने कि फिनिस जाने? कामै छैन होइन। छुट्टी मिलाएर अनि कस्तो अनुभव भइरहेको छ दुबई आइसके पछाडि कस्तो? तर अलि गर्मी छ होइन नत्र भने त युरोप भन्दा कम छैन क्या दुबई पनि। बबाल छ नि होइन। हेर्न सक्नुहुन्छ हामी चाहिँ पार्कमा आइसकेको अवस्था छ। यहाँनिर चाहिँ बबाल छ होइन हरियालीको त कुरै छोडौँ यहाँ खाडी नै भए पनि हरियालीको त कुरै छोडौँ यहाँ बबाल छ। यहाँ पानीहरू बबाल गइरहेको अवस्था छ। हामी जानुपर्ने चाहिँ यतातिर हो होइन। यहाँनिर छौँ घुमिरहेछौँ केही भएन। सो गाइस हामी चाहिँ भलिबल खेल्ने ग्राउन्डमा आइसकेको अवस्था छ। अब साथीहरू पनि आउने क्रम जारी नै छ होइन। हामी चाहिँ आइसकेको छ अब वार्मअप गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई म पछि सर्ट हानेको भिडियो अनि गेमको भिडियो पनि राख्ने नै छु हेर्दै गर्नु होला है त।